ड्युटी हिँड्न लाग्यो है साथीहरू, ड्युटी हिँड्न लाग्यो। आज आइतबारको दिन हाफ ड्युटी हुन्छ, जानै पर्यो। इयरफोन हालेर होइन जानु लागेको, जानुपर्छ काममा। के गर्नु, यसै पानीको बोतल लान्छु अनि पानी भरेर ल्याउँछ है गाई चाहिँ। यसरी पानी बोक्दै ल्याउँदै खाँदै अब ड्युटी जान गएको साथीहरू। आइतबारको ड्युटी चाहिँ मेरो यसरी जान मिल्छ आउट ड्रेसमा पनि, तर रोयल क्याटरीको टी सर्ट लगाइज भन्छ, म चाहिँ लाउन मान्दिनँ। 1 घन्टै जस्तो लाग्छ गाइजहरू, हिँडै म त अब के गर्नु, दुःखको पैसा खानै पर्यो। आज चाहिँ भन्ने यो किचन यस्तो शान्ति छ। हिजो चाहिँ मैले खाना बनाउँदाखेरि यस्तो बिजी भएको छ। एकदम चौधमा रहेछ, छिट्टै आइदिँदैन है गाइजहरू। के गर्नु, हाम्रो यस्तो छ, यस्तो परिने छ। आयो त्यो पनि खाली नै पो आएछ त। मैले चाहिँ भिडियो खिचेको अनि यो बिल्डिङको अनुहार हाँस्छ क्या मलाई हेरेर, अनि म नि हाँस्दै हिँडिदिएँ कि। गर्मी छ यस्तो गर्मी, यस्तो गर्मी। अब मेरो बस काट्नु पैसा पनि छैन, चेकिङ हुने हो कि। यो ग्रिन हाउसदेखि यता है साथीहरू, राम्रो देख्छ। यो अब काम के गर्नु, नजाँदा पनि हुने हो नि, बोलाउँछ। सिग्नल ओपनै रहेछ, के गर्ने होला, भेटिँदैन त्यहाँसम्म दौडिनु पर्यो। ड्युटीको लागि दौडेको हेर नि, गाडीको लागि गाह्रो छ साथी। म चाहिँ बस खानु पैसा हाल्न लागेको छैन, कहिले सकिराखेको हुन्छ। अलिअलि गरेको मेकअप पनि अलि मात्रै बगाइदिन्छ नि के त। त्यहाँदेखि यो बस, म चाहिँ बस काट्नु पैसा हाल्नु आएको। ला साथीहरू, गाडी छैन, जानु पर्दैन, ला भइसक्यो। बाहिरको महल यस्तो छ। एकछिन बस काट्नु पैसा हाल्नु गएको, हेर पछि नै कतिवटा गाडी आउँदा। दुईजना केटाहरू पनि भएर आउँदै रहेछन् है, ठग गर्नु। साथीहरू ड्युटी आइपुग्यो, यस्तो घाम घाम यस्तो घाममा है आइयो ड्युटी। त्यहाँ अगाडि पनि छन् दुईवटा होइन, आउट ड्रेसमै आउँछौँ कि सन्डे चाहिँ। कोही लाइनहरू आएको हुँदैन, अनि हामी आएर काम गर्ने हो। यसो डिप क्लिनहरू, यसो कफी मेसिन सिसिन होइन, क्लिन गरेर जाने हो साथीहरू। यस्तै छ है हाम्रो परदेशको जिन्दगी लाइफ। तपाईँहरूलाई एकदम इजी लाग्छ होला है, दुईवटा फोटो दुईवटा भिडियो हाल्ने बित्तिकै, तर त्यति इजी छैन। म चाहिँ बस काट्नु पैसा हाल्नु भनेर पारिपट्टि गएको त पसिनाले त मेरो मेकअप त सर्लकै बगाइदियो। यस्तो छ हौ गाइज हाम्रो चाहिँ यो बिल्डिङ है, काम गरेर। बाई। म चाहिँ अनि घर जानु भनेर लागेको, गेट छेउमा पुगेको थिएँ, अनि गेट खोल्यो। अनि त्यहाँ चाहिँ मैले भोइस रेकर्ड गरेको थिएन, अहिले चाहिँ रेकर्ड गरेको है। आज लास्टै ढिला भयो, काम धेरै भयो साथीहरू, के गर्नु।
घुम्न हिँडे जस्तै गरी आएको छु काममा चाहिँ तर कस्तो आऊ बिल्डिङ पनि ड्युटीदेखि बाहिर निस्किँदा चाहिँ यही हो है साथीहरू अरू छैन यही नै हो अब आउने जाने बाटै यही अनि अब अलि राम्रो भने यही हो अहिले त्यहाँ बनाउँदै गरेर अनि फुलहरू त्यति साह्रो छैन अनि हिँड्दैछु बसको लागि अनि अब घुमाइ हिँड्दैछु कति राम्रो फुल के यहाँ चाहिँ धेरै राम्रो हुने फुलहरू चाहिँ यस्तो दामी छ एउटै फुलमा कति कलरको फुलहरू फुल्दो रहेछ यो फुल एकदम मन पऱ्यो यतातिर निमको पत्ता धेरै देखेँ मैले साथीहरू अनि त्यहाँ पनि कस्तो राम्रो फुल फुलिरहेछ होइन एउटै बोटमा यस्तो दामी फुलको कलर फुल्ने क्या यो फुल मन परेर मलाई अब के गर्नु मात्रै पऱ्यो गाडीको ड्राइभर मलाई हेर्दै दौडाउँदै